दर्शकबिन सुर्ती कहाँ हराइन् भन्ने कुरा अहिले सिर्जना र सुर्तीले थाहा पाएका छन्। दर्शकबिन तेजेश्वर बाबाका ठाउँ जान्छन् र तेजेश्वर बाबा ध्यानमा बसिरहेका थिए र त्यति बेला उठ्नाबित्तिकै भने तेजेश्वर बाबाले फोटोसँग चाहिँ फोटो देऊ, म अहिले पत्ता लगाइदिन्छु कहाँ छन् भनेर। र तेजेश्वर बाबाले के भने दर्शकबिन उत्तरतिर जानु र उत्तरतिर गएपछि त्यहाँ सबै मान्छेहरू छन् र चम्पालाई जस्तो मान्छेले किडन्याप गरेको होइन, चम्पालाई किडन्याप गरेका हुन् त खतरनाक मान्छेले, त्यहाँ जान कसैको पनि सम्भव छैन भनेर सुर्ती र सिर्जनालाई तेजेश्वर बाबाले भने। र तेजेश्वर बाबाले भनिसकेपछि सुर्ती र सिर्जना त्यहाँबाट निस्किन्छन् उत्तरतिर जाँदा बेला त्यहाँ जङ्गली मानिसहरू देख्छन् र दर्शकबिन सिर्जना र सुर्तीले ती जङ्गली मानिसहरूसँग पहिला नै भेटिसकेका थिए र दर्शकबिन ती जङ्गली मानिसहरू त्यहाँ सिक्दै थिए र अब अरू मान्छेहरू आएपछि अब हामीले कस्तो चाल चल्नुपर्छ भनेर प्रक्रियाहरू गरिरहेका थिए। एकातिर दर्शकबिन यो शक्तिको दिमाग भने चलिरहेको छैन, किनभने दर्शकबिन उसको श्रीमती जो चम्पा हराएर कहाँ छन् भन्ने कुरा अहिलेसम्म थाहा छैन। एकतिर दर्शकबिन त्यो कुरा सब थाहा भइसकेपछि रामले पनि थाहा पाइहाले, सिर्जना र सुर्तीले हाम्रो प्लानहरू सब थाहा पाइसके र चम्पा कहाँ छन् भन्ने कुरा पनि थाहा पाइसके। अब हामीले प्लान बी भन्दा पनि प्लान अब सी कायम गर्नुपर्छ र दर्शकबिन त्यसपछि सुर्ती र सिर्जना शक्ति ठाउँ जान्छन्। शक्ति ठाउँ गएर सिर्जना र सुर्ती भन्छन् कहिले पनि बलभन्दा बुद्धिले काम गर्नुहोस्, बुद्धि भएन पछि तिमीहरू केही सक्दैनौ। रामलाई हेर न, राम चुपचाप छ, मौन छ, त्यही पनि रामले जहिल्यै पनि जितिरहेको हुन्छ किनकि ऊ चुपचाप बसेर आफ्नो काममा निरन्तर लागिरहेको हुन्छ। र दर्शकबिन यो भिडियोलाई पुरा हेर्न भने पटक्कै नबिर्सिनुहोला र दर्शकबिन नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु हाम्रो यस गणेश जैसी अफिसियल युट्युब च्यानलमा। र दर्शकबिन तपाईँहरू नयाँ हुनुहुन्छ भने हाम्रो यस च्यानललाई सब्सक्राइब गर्न भने पटक्कै नबिर्सिनुहोला र दर्शकबिन यो भिडियोमा केही कमी कमजोरी छ भने हामीलाई कमेन्ट बक्समा वा हाम्रो दिएको लिङ्कमा भन्न सक्नुहुन्छ। र दर्शकबिन शक्तिको ठाउँमा गएको त्यो चतुरेलाई लिएर शक्तिका गुन्डा र शक्तिको छोरो त्यो जङ्गली मानिसहरू ठाउँ आउँछन् र फेक्छन् चतुरेलाई फेकेपछि सबजना एक्कासी हेर्न थाल्छन् के भयो, को आयो भनेर हेर्न थाल्छन् र हु 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 गर्दै आउँछन् र भन्छन्, शक्ति भन्छ तिमीहरूसँग हामी हिँड्नु खोज्न पनि आएका होइनौँ, लड्न पनि आएका होइनौँ भनेर त्यहाँबाट निस्किन थाल्छन्। र दर्शकबिन त्यसपछि त्यहाँबाट निस्किसकेपछि धेरै कुराहरूको सङ्घर्ष गर्नुपर्ने बाध्यता आउँछ रामका साथीहरूलाई। अब दर्शकबिन अब भने लास्ट प्लान हो भन्दै अगाडि बढिरहेका छन् रामका साथीहरू। एकतिर दर्शकबिन शक्तिले सुर्ती र चम्पालाई चेतावनी दिएका छन्, तिमीहरूलाई भनेको चम्पालाई खोज्नु भनेर पठाएको 1 दिन भइगयो, तिमीहरूले अहिलेसम्म पनि खोजिसकेका छैनौ, अब खोजिसकेनौ भनेपछि तिमीहरूलाई पनि गाउँलेलाई पोले जस्तरी गोठमा हालेर पोलिदिन्छु भनेर भन्छन् शक्ति। अब दर्शकबिन के हुन्छ, दर्शकबिन रामले जित्नुपर्छ र शक्ति यो गाउँबाट जानुपर्छ भन्ने जति तपाईँहरू को हुनुहुन्छ दर्शकबिन कमेन्ट बक्समा राम लेख्न भने पटक्कै नबिर्सिनुहोला किनकि दर्शकबिन रामलाई माया गर्ने कतिजना छन् हामी पनि हेर्न सक्छौँ दर्शकबिन, त्यसैले कमेन्टमा राम लेख्न भने पटक्कै नबिर्सिनुहोला। दर्शकबिन यो भिडियोलाई पुरा हेर्नुभएकोमा धन्यवाद गर्न चाहन्छु र दर्शकबिन अब यति भन्दै दर्शकबिन अर्को भिडियोमा भेट्नेछौँ।